धेरै पहिलेको कुरा हो। एउटा पहाडको गाउँमा चाहिँ एउटा विष्णु भन्ने केटा बस्थ्यो। अनि त्यो विष्णुको चाहिँ धेरै गाईबस्तुहरू थियो हो। ऊ चाहिँ दिउँसो चाहिँ नजिकैको जङ्गलमा गाईहरू चराउन जान्थ्यो, गाई बाछाहरू लिएर जान्थ्यो हो। अनि साथमा एउटा मुरली पनि लिएर जान्थ्यो। अनि गाईहरूलाई जङ्गलमा त्यहाँ चर्न छोडिदिएर चाहिँ ऊ चाहिँ त्यहाँ एउटा नजिकै मजाको ओढार थियो, गुफा थियो हो। त्यो गुफामा बसेर चाहिँ अनि मुरली बजाउँथ्यो। त्यो मुरलीको धुन चाहिँ त्यो गाई बस्तुहरूलाई पनि एकदमै मन पर्थ्यो। अनि गाईहरू पुरा पुच्छर हल्लाउँदै अनि पुरा त्यसको धुन सुनेर रमाउँदै मिठो मिठो घाँस छानी खान्थे हो। अनि बाछाहरू नि उफ्रिँदै कुद्थे, यताउता कुद्थे हो। अनि त्यो मध्येको एउटा सानो बाछो थियो, त्यसको नाम चाहिँ पुन्टे राखिदिएको थियो विष्णुले हो। त्यो पुन्टे चाहिँ अनि त्यो मुरली बजाउन थालेपछि विष्णुको काखमा आइहाल्थ्यो। अनि काखमा बसेर सुन्थ्यो हो। अनि विष्णुले पनि त्यो मुरली बजाइसकेपछि मुरली राख्थ्यो र अनि बाछालाई सुमसुम्याउँथ्यो। अनि बाछाले पनि माया गरेर चाहिँ विष्णुलाई चाट्थ्यो हो। त्यसरी अनि एकदमै खुसी भएर चाहिँ विष्णुको जीवन चलिरहेको थियो। अनि विष्णुको गाउँ नजिकै चाहिँ राजाको दरबार थियो होइन। अनि त्यो राजा चाहिँ एकदमै स्ट्रिक्ट खालको थिए होइन। अन्त राजाको एउटा छोरी थिइन्, उनको नाम चाहिँ जानकी थियो। अन्त जानकी चाहिँ अब त्यहाँभित्रै बस्थिन् होइन। एकदम त्यो दरबार कम्पाउन्ड घेरेर बनाइएको थियो। बाहिरको मान्छे भित्र पनि जान पाउँदैनथे, अनि भित्रको मान्छेहरू बाहिर पनि जान पाउँदैनथे। अनि राजकुमारीलाई चाहिँ ठुलो कोठा थियो, एकदम सजावट कोठा थियो होइन। खेलाउने कुराहरू पनि पुरा धेरै थियो। अन्त उनको लुगाहरू गरगहनाहरू पनि कति धेरै थियो, लुगाहरू पनि दामी दामी थियो होइन। अनि उसको लागि चाहिँ खेल्ने साथीहरू पनि भित्रै राजाले मिलाइदिएको थियो व्यवस्था। अनि उनको दासीहरू थिए उनको स्याहार सुसार गर्ने होइन। अनि उनलाई चाहिँ अब के खान मन लाग्यो भनिसक्दा टक्कै टेबलमा ल्याइदिइहाल्थे। अन्त उनको केसहरू कपालहरू कोरिदिने होइन, उसलाई पुरा स्याहार्नेहरू थिए। अनि उसलाई जे भन्नु त्यही थियो, त्यहाँ एकदम सबै फ्री थियो। तर ऊ चाहिँ त्यो कम्पाउन्डबाट बाहिर जान चाहिँ पाउँदैन थिइन्। अन्त राजकुमारीलाई चाहिँ फेरि त्यस्तो त्यो पुरै सुखहरू चाहिँदैन थियो। उसलाई चाहिँ बाहिर जान मन लाग्थ्यो होइन। बाहिर के छ होला, कस्तो छ होला, बाहिरको संसार के होला भनेर चाहिँ उसलाई चाहिँ पुरा हेर्न जान मन थियो। अनि उसको कोठाको उत्तरपट्टि चाहिँ एउटा झ्याल थियो। त्यो झ्यालबाट चाहिँ यसो हेर्दा चाहिँ परको अलिअलि दृश्य देखिन्थ्यो होइन, हरियो देखिन्थ्यो। अनि कोही बेला त्यहाँ मिठो धुन पनि सुनिन्थ्यो होइन। त्यताबाट मिठो धुन पनि अब आएको सुनिन्थ्यो। अनि यसो सुन्थिन् कान थापेर, अनि के को धुन होला यो, के बजेको होला भनेर चाहिँ उसलाई चाहिँ पुरा त्यस्तो क्या उत्सुकता हुन्थ्यो, त्यो जान्ने उत्सुकता हुन्थ्यो होइन। अनि यसो हेर्थिन्, अनि त्यो जङ्गलतिर जान पाए पनि हुन्थ्यो, त्यहाँ कस्तो छ होला, के छ होला भने जस्तो पुरा लाग्थ्यो होइन। अनि एक दिन चाहिँ आँट गरेर चाहिँ आफ्नो बाबालाई उसले भनिन्, पिताजी मलाई ऊ परको जङ्गलमा पुरा घुम्न जान मन छ, त्यहाँबाट कुनै केही मिठो धुन पनि आउँछ, त्यो पनि नजिकबाट मलाई निहालेर सुन्न मन छ। पिताजी म त्यहाँ जान्छु नि ल एकछिन भनेर भन्छन् होइन। अब कहाँ हुन्छ, हुँदैन, तिमी त राजकुमारी पो हो त, त्यहाँ त जनताहरू बस्ने ठाउँ हो, त्यहाँ जानु हुँदैन। तिमी त यो कम्पाउन्डभित्रै बस्ने हो। बरु तिमीलाई के चाहिन्छ भन, म ल्याइदिन्छु। खेलाउने कुरा चाहिन्छ कि, लाउने कुरा चाहिन्छ कि, खाने कुरा चाहिन्छ कि, जे भन म ल्याइदिन्छु। तर तिमी बाहिर जाने कुरा चाहिँ नगर भन्छन् होइन राजाले। तर उसलाई चाहिँ पुरा त्यो भित्रको कुराले वाक्क भएको थियो, उसलाई एकदम उकुस मुकुस भएको थियो होइन। अनि बाहिर जान पाए हुन्थ्यो, यसो घुम्न जान पाए हुन्थ्यो भन्ने भएको थियो। अनि उसले कति अनुरोध गर्छिन् होइन आफ्नो बाबालाई, तर ऊ राजाले पटक्कै मान्दैनन्। नमानेपछि उसको मन साह्रै दुख्छ, ऊ चाहिँ रुन थाल्छिन्। अनि खाना पनि खान छोड्छिन् होइन, रोक्को रोइ गर्छिन्। अनि यो देखेर चाहिँ अब उसको राजालाई पनि उसको बाबालाई पनि पुरा पिर पर्यो। आफ्नो छोरी यसरी रोको देखेपछि पुरा माया लाग्यो होइन। नरौ छोरी नरौ, ठिकै छ, अब भोलि जानु नि त, आज रात परिहाल्यो, भोलि म पठाउँछु तिम्रो साथी अनि दासीहरू, त्यहाँदेखि सेक्युरिटी गार्डहरू पनि लिएर तिमी जानु, तिनीहरूसँगै म पठाउँछु, तर एकछिन घुमेर आइहाल्नु ल भनेर भन्छन् होइन। त्यो कुरा सुनेपछि हुन्छ, हस् हस् बाबा पिताजी हस् भन्छन् र अनि आँसु पुस्दै खानेकुराहरू खान्छन् होइन। अनि त्यो रात चाहिँ उसलाई चाहिँ कहिले भोलिपल्ट उज्यालो हुन्छ भन्ने जस्तै हुन्छ, पुरै खटपटी हुन्छ होइन। निन्द्राहरू पनि एकैछिन लाग्छ, एकैछिन निदाउँछिन् फेरि बिउजिहाल्छिन्। त्यस्तो हुँदै रात बित्छ। अनि भोलिपल्ट उठेर छिटो रेडी भएर अनि खानासाना खाइसकेपछि अनि जाने तयारी गर्छन् होइन। अन्त राजाले चाहिँ अनि उसको साथीहरू 2-3 जना, त्यहाँदेखि दासीहरू अनि 4 जना गार्डहरू पनि अनि
ल्याउनुहुन्छ र अनि उनीहरूलाई सबैलाई सम्झाउनुहुन्छ, तिमीहरूले यो मेरो यो छोरीलाई चाहिँ राजकुमारीलाई चाहिँ एकछिन पनि एक्लै नछोड्नु है, लिएर जानु, एकछिन त्यहाँनिर घुम्छिन् अनि लिएर आइहाल्नुसँगै, एकछिन पनि एक्लै छोड्दै नछोड्नु भन्छन् होइन। अनि राजकुमारी जानकी तिमी त हिँड्न सक्दैनौ, तिमी घोडामा जाऊ ल, घोडा ल्याइदिन्छु ल म भन्छन् राजाले। होइन पिताजी, म त घोडामा जान्न, म त हिँडेरै जान्छु भन्छन्, मान्दिनन् जानकीले हो। अनि अब ल ठिकै छ त्यसो भने, तर धेरै बेर नबस्नु है, आइहाल्नु है भन्छन् राजाले। हुन्छ पिताजी भन्दै अनि उनीहरू जान्छन् होइन। अनि त्यो जङ्गलमा बिस्तारै बिस्तारै हिँड्दै पुग्छन्। उहाँ पुगिसकेपछि थकाइ पनि लागेको हुन्छ होइन। अनि शीतल ठाउँमा बस्छन् होइन। त्यो शीतल ठाउँमा बस्दाखेरि त त्यहाँनिर अब जङ्गलमा त मजाले हावा चल्छ नि त, सरर हावा आउँछ, आहा आनन्द लाग्छ उसलाई त हो। चराचुरुङ्गीहरू चिरबिर गर्दा यताउता उडेको देख्छिन्, आहा कति रमाइलो। उता हेऱ्यो जङ्गली फुलहरू फुलिरहेको छ, त्यहाँ माथि रङ्गी बिरङ्गी पुतलीहरू पनि उडिरहेको छन्। ओहो कति आनन्द, कति रमाइलो ठाउँ, उसलाई त कति धेरै आनन्द आउँछ हो। अनि दरबारभन्दा त कति राम्रो ठाउँ रहेछ यहाँ त, आहा भने जस्तो लाग्छ उसलाई। अनि त्यो सोच्दै थिइन्, सोच्दा सोच्दै यस्तो हुरी बतास चल्छ है। हुरी बतासले चाहिँ त्यो माटोहरू पुरा धुलो माटो उडाएर चाहिँ सबैको आँखामा पुर्याइदिन्छ। राजकुमारीको आँखामा चाहिँ पर्दैन हो, अरू त्यो गार्डको आँखामा, उसको साथीहरूको आँखामा, दासीहरूको आँखामा, सबैको आँखामा चाहिँ धुलोहरू पर्छ हो। त्यहाँदेखि फेरि पानी पर्न थाल्छ एकैछिनमा। त्यहाँदेखि त सबैजना छिल्धरा बिल्ल भएर कहाँ पुग्छन्, त्यहाँ त राजकुमारी मात्रै हुन्छन् हो। अन्त राजकुमारलाई त पुरा डर पनि लाग्छ, अनि डरले पनि हो। अनि पानीले त्यसरी अहिले भिजेको थिएन नि त, ऊ त अब त्यस्तो सुक्खामा हुर्केको मान्छे, पानीले पनि अब भिजाउँछ। अनि पुरा जाडोले पनि काम्न थाल्छिन्, डरले पनि काम्न थाल्छिन्। एक्लै कहाँ सबै कहाँ पुगे अँध्यारो अँध्यारो पनि भएको छ हो। पानी पर्न आँट्दाखेरि कस्तो अँध्यारो हुन्छ नि त, त्यस्तो भएको छ। अनि के गर्नु आत्तिरहेको हुन्छन्। त्यतिखेरै फेरि त्यही उसले सधैँ सुन्थिन् नि, कोही कोही बेला त्यो दरबारबाट त्यस्तो खालको मिठो धुन सुनिन्छ होइन। मिठो धुन सुनिन्छ, नजिकै सुनिन्छ। अन्त के को होला यो, के कहाँबाट आउँछ होला है यस्तो मिठो आवाज चाहिँ, के को धुन होला नि भन्दै बिस्तारो बिस्तारो त्यता जान्छन् होइन, डराउँदै जान्छन्। त्यहाँ चाहिँ एउटा केटाले चाहिँ वरिपरि गाई बस्तुहरू राखेर चाहिँ बिचमा आफू बसेर चाहिँ मजाले मुरली बजाइराखेको छ हो। छक्क भएर हेर्छिन् उता। अनि त्यहाँदेखि अनि मुरली बजाइसकेर थपक्क त मुरली राख्ने बित्तिकै अर्को एउटा सानो पुन्टे भन्ने बाछा छ, उसको काखमा जान्छ होइन। अनि त्यो बाछालाई कस्तो सुमसुमाउँछ उसले, त्यो केटाले। अन्त फेरि बाछाले पनि उसलाई चाट्छ। अरे छक्कै पर्छिन्, यसरी केटा मान्छेले त उसको दरबारमा त हतियारहरू मात्रै बोक्थे होइन, पुरा अब कुरुर खालको मात्रै थिए होइन, यस्तो दयालु खालको त केटा मान्छे कोही पनि थिएन। यस्तो पशु प्राणीलाई त कसले पनि माया गरिदिन्थे, यो त के होला भने जस्तो छक्कै पर्छिन् होइन। उता हेरी मात्रै राख्छिन्। त्यतिखेरै विष्णुले चाहिँ अनि यसो कसो गर्दाखेरि त्यो राजकुमारीलाई देख्छन् होइन। अनि यसो हेर्छन्, एउटी केटी राम्रो लुगा लगाएको, निकै धनीमानीको छोरी जस्तै होइन, कलिले खालको केटी, जाडोले पनि डरले पनि थरथर काम्दै उभिरहेको छिन् भित्तै। अनि त्यो देखेर चाहिँ अनि विष्णुले चाहिँ तिमी को हौ, हेर जाडोले पनि कामिरहेको छौ, डर पनि लागेको होला, डराउनु पर्दैन, यहाँ आएर बस, यहाँभित्र यो गुफामा एक छेउमा बस, म आगोहरू बालिदिन्छु, अनि तिमीले हातहरू सेकाउनु, अनि तातो हुन्छ, सन्चो हुन्छ भन्छन् होइन। अनि तर उता उभिराख्छन्, उता पुरा डराउँछन्, के गर्नुहुन्छ उसलाई होइन। आगो ताप्नु भनेको के हो थाहा पनि थिएन। अब त्यो राजकुमारी उसलाई के थाहा थियो, आगो देखेको पनि थिएन कहिले। अनि छक्क, अनि कुरा पनि बुझ्दिनन् होइन, छक्कै पर्छिन्। अनि किन डराएको, यहाँ आएर बस न भनेपछि अनि गएर बस्छिन्। जानकी बसिसकेपछि त्यो पुन्टे भन्ने बाछा अनि आउँछ जानकीको छेउमा आएर यसो हेर्छ होइन। त्यहाँदेखि जानकीले पनि अनि त्यसलाई पनि अनि सुमसुमाउँछिन्, उसलाई अब माया लाग्छ, कस्तो राम्रो पनि लाग्छ नि त त्यो बाछा। अनि सुमसुमाउँछिन् होइन। त्यो सुमसुमाएपछि त अनि काखमा बस्छ त्यो बाछा, अनि जानकीलाई पनि चाट्छ हो माया गरेर। अनि ऊ त कति आनन्द लाग्छ तर उसलाई चाहिँ। अनि विष्णुले भन्छ, देख्यौ तिमीलाई त बाछाले पनि कति माया गर्यो, पुन्टेले पनि कति माया गर्यो, यहाँ त डराउनै पर्दैन, सबै एकदम हामी सुरक्षित छौँ, यहाँ त पानी पनि आउँदैन, यो गुफाले गर्दाखेरि छेकेको छ, यहाँ आनन्द छ भनेर भन्छन् होइन। अनि त्यसपछि अनि त्यो विष्णुले अब अगाडि नै इन्तजाम गरिराखेको थियो नि त, कोही बेला त्यसरी पानी आउँदाखेरि, जाडो हुँदाखेरि चाहिँ अनि आगो ताप्नुको लागि उसले पातहरू, सुकेको पत्ताहरू, त्यहाँदेखि सुकेको हाँगाहरू, दाउराहरू ल्याएर एक छेउमा राखिरहेको थियो हो। अनि त्यो चाहिँ अनि ल्याएर अनि बाल्छन्, बालेर लु अब यहाँ हात सेकाउ त, लुगाहरू पनि सेकाउ भनेर सिकाउँछन् होइन। अनि
के गर्ने ऊ त छक्कै पर्छिन्। त्यस्तो त उसले त कहिले देखेकै थिएन। ऊ त एकदमै सुखमा हुर्केको केटी होइन, राजकुमारी हो। अनि लु तिमीलाई त आगोमा अब कसरी हात सेक्ने भन्ने कुरा पनि तिमीलाई थाहा रहन्छ, यसरी सेक्नुपर्छ भनेर आफ्नै हातले चाहिँ उसले आफूले नै आगो ताप्छन् होइन। अनि आफूले आगो ताप्दै तातेको हातले चाहिँ आफ्नो शरीरतिर लुगातिर लगाउँदै त्यसरी गरेर सिकाउँछन्, यसरी सेक्नुपर्छ भनेर। अनिदेखि उसले त्यसै गर्छिन् होइन। त्यसो गर्दाखेरि उसलाई पनि सन्चो लाग्छ। उसलाई त पुरा जाडो भइरहेको थियो नि त, अनि त्यो आगोको तातोले उसलाई पनि सन्चो हुन्छ। अनि त्यसरी नै आगोहरू ताप्छिन्। अनि अब बेलुका भइसकेको थियो होइन। त्यतिकैमा अब रात पर्नु थाल्छ। पानी चाहिँ रहने छाटकाटै छैन, पानी आएको हो। अनि विष्णुले भने अब के गर्नु, अहिले रात पर्नु आँटिहाल्यो, पानी पनि आएको आइ छ, हिँड्नै बाहिर जानै नसक्ने खालको हुरी बतास चलिरहेको छ। अब यो गुफामै बस्नुपर्छ होला आज। अब तिमी पनि नडराइकन बस। अब खानेकुरामा चाहिँ मैले दिउँसोको खाजाको लागि मकै ल्याएको थिएँ। आज भुटेको मकै अलि धेरै ल्याएको थिएँ। दिउँसो म खान त्यत्तिकै भ्याइनँ पनि। अब यही छ, यही खानुपर्छ बाँडेर, पानी छ, पानी खानुपर्छ भन्छन् होइन। अनि त्यहाँदेखि निकाल्छन्। ऊ चाहिँ हेरिराख्छन् जानकी त्यस्तो कहिले भुटेको मकै देखेको पनि थिएन उसले त होइन। अनि छक्कै पर्छन्, के होला त्यो भने जस्तो लाग्छ मनमा चाहिँ, तर केही उसले आवाजै निकाल्न सक्दिनन्। अनि त्यसपछि अनि एउटा त्यो भाँडामा ल्याएको थियो उसले। अनि एउटा बटुकामा चाहिँ अनि जानकीलाई मकै दिन्छन्, एउटा गिलासमा पानी दिन्छन्, लु खाऊ भन्दै। कसरी खाने के गर्ने उसलाई त केही आइडिया हुँदैन हो, उसले जानेकै थिएन, देखेकै थिएन। अनि फेरि विष्णुले भन्छन्, तिमीलाई त मकै खान पनि आउँदैन रहेछ, म सिकाइदिन्छु ल भनेर उसले आफैले आफ्नो मकै मुखमा हाल्छन् होइन। अनि मजाले यसरी चबाउनुपर्छ भन्दै चबाउँछन्। त्यसपछि पानी पनि खानुपर्छ भन्दै सिकाउँछन् होइन। अनि त्यो जानकीले पनि अनि विष्णुले जस्तै गरेर मकै हाल्छिन् र अनि चबाउँछिन् होइन। अन्त सुरुमा चाहिँ अब कस्तो कस्तो असहज जस्तो लाग्छ, तर एकछिनमा चाहिँ उसलाई सजिलो पनि लाग्छ, मिठो पनि लाग्छ। अनि एक किसिमको उसलाई के आनन्द खालको रमाइलो खालको पनि लाग्छ होइन। अनि त मकैहरू खाइसकेपछि त्यहाँदेखि विष्णुले आफ्नो बारेमा भन्छन् होइन। म गाउँमा घर छ, अनि म चाहिँ एक्लै छु, मेरो कोही पनि छैन, म चाहिँ गाईबस्तुसँग नै हो, मेरो साथी पनि भने पनि आफन्त भने पनि म यिनीहरूको सेवा गर्छु भनेर सबै कुराहरू सुनाउँछन् होइन। अनि त्यहाँदेखि अनि उसलाई सोध्छन्। अनि उसले पनि अनि अब चाहिँ नढालिकन भनिदिनु पऱ्यो भने जस्तो लाग्छ। यस्तो राम्रो सोझो मान्छे, यस्तो इमान्दार मान्छे मैले ढाट्नु हुँदैन भने जस्तो लाग्छ होइन जानकीलाई पनि। अनि त्यसपछि उसले पनि सबै सुनाउँछिन्, म यस्तो राजाकी छोरी हुँ, मलाई भित्र बस्दा राजमहलभित्र बस्दा एकदमै साह्रो निसासेको जस्तै भएको थिएँ, उकुसमुकुस भएको थिएँ। त्यही भएर मेरै जिद्दीले गर्दाखेरि म यसरी घुम्न यहाँ आएको। अनि यस्तो यस्तो भयो भनेर सबै घटना सुनाउँछिन् होइन। अब भोलि पक्कै पनि अब पिताजीहरू आउनुहुन्छ होला मलाई खोज्दै भनेर भन्छन् होइन। अनि ठिकै छ, अब बस्छ, आज यस्तै बसौँ, अब जान सक्ने अवस्थै छैन, अब भोलि पिताजीसँग तिमी जानु तिम्रो राजमहल भन्दै उसले भन्छन्। त्यसपछि अनि उसले धेरै कुराहरू पनि सिकाउँछन् होइन, जडीबुटीहरू सिकाउँछन्। त्यहाँदेखि अनि अब हरियाली रुखपातको हावाले आफूलाई के फाइदा हुन्छ भन्ने कुराहरू सिकाउँछन् होइन। अनि त्यो कुराहरू सुन्दाखेरि जानकीलाई एकदमै आनन्द हुन्छ। उसले एक रातमा धेरै कुरा जान्ने मौका पाउँछिन्, एकदमै आनन्द लाग्छ। अनि त्यत्तिकै उज्यालो हुन्छ होइन। उता राजालाई चाहिँ कहिले उज्यालो हुन्छ र छोरी खोज्न जाउँ भन्ने भइरहेको हुन्छ। अनि झिसमिस उज्यालो हुने बित्तिकै अनि सबै सिपाहीहरूको साथमा चाहिँ राजा चाहिँ छोरीलाई खोज्दै त्यो जङ्गलमा आइपुग्छन् होइन। त्यहाँदेखि जानकी भन्दै कराउँदै छोरी तिमी कहाँ छौ भन्दै खोज्दै आउँछन्। अनि जानकीले पनि हजुर भनेर भन्छन् होइन। अनि त्यहाँदेखि अनि त्यो आवाज पछ्याउँदै राजा त्यहाँ आइपुग्छन्। त्यहाँ आइपुग्दा त विष्णु एउटा कुनामा विष्णु बसिरहेको हुन्छन्, अर्को कुनामा जानकी बसिरहेको हुन्छन् होइन। गाईबस्तुहरू पनि हुन्छन्। अनि राजालाई त कस्तो लाग्छ हेर, गाईबस्तु बस्ने ठाउँमा बस्नु परेछ मेरो छोरी आज राति, बिचरा कस्तो दुःख पाइछे भने जस्तो लाग्यो होइन। त्यहाँदेखि यो विष्णुले नै बोलाएर यो केटाले नै बोलाएर मेरो छोरी आएको हो कि यहाँ यही केटाकै पो कुनै षड्यन्त्र हो कि भने जस्तो लाग्छ र अन्त केटालाई चाहिँ पक्रिन खोज्छन्, विष्णुलाई पक्रिन खोज्छन् होइन। राजाले सिपाहीलाई पक्र भनेर भन्छन्। अनि कुट्न खोज्छन् राजाले होइन। त्यहाँदेखि त्यतिखेर गएर चाहिँ अगाडि गएर छेक्छिन्, जानकीले छेक्छिन्, रानी पिताजी यो के गर्नुभएको, उहाँले विष्णुले नै हो मलाई बचाएको हिजो, यदि विष्णुलाई मैले यहाँ भेटेको थिइनँ भने मलाई वन्यजन्तुले के गरिसक्थ्यो होला, तपाईँले छोरी पनि भन्न पाउनुहुन्न थियो होला, जसले यस्तो मलाई बचाए आफ्नो छोरीको लाई जसले सुरक्षा दियो त्यसैलाई तपाईँले यसरी आक्रमण गर्न मिल्छ र मिल्दैन नि भनेर भन्छन् होइन। त्यसो भनेपछि ल ठिकै छ, त्यसो भए एकपल्टलाई माफी भयो,
भनेर भन्छन् होइन। अब राजा त अलिक अब स्ट्रिक्ट खालको थियो नि त, छुट्टै अलिक कडा खालकै थिए। अनि लुइना छोरी अबदेखि तिमी यहाँ कहिले पनि आउनु पाउँदैनौ, कहिले पनि आउनु पर्दैन भन्दै कस्तो रिसाउँदै लिएर जान्छन् होइन आफ्नो छोरीलाई बिचरा। अनि विष्णुले पनि त्यो देखेर चाहिँ जानकीको माया लाग्छ होइन। उसलाई त यस्तो हरियाली कुराहरू मन पर्दो रहेछ, यस्तो स्वतन्त्र भएर बाँच्नु मन लाग्दो रहेछ। तर त्यो महलभित्र कसरी गुम्सेर कसरी बाँचेकी छ होला जस्तो पनि लाग्छ होइन। अनि उता लगेपछि राजाले जानकीलाई लिएर गइसकेपछि चाहिँ अनि अबदेखि तिमी कहिले पनि बाहिर जानु पर्दैन भन्छन् होइन। झन् कडा हुन्छ उनलाई, त्यहाँदेखि त झन् साह्रो एकदम स्ट्रिक हुन्छ। अनि ऊ चाहिँ बेला बेलामा त्यो आफ्नो झ्यालबाट बा त्यो मुरलीको आवाज सुनिन्छ कि भनेर चाहिँ त्यहाँ बस्थिन् होइन। अन्त राजाले पुरा निहाल्न थाले, किन यहाँ यसरी बस्छे भन्दा होइन। त्यो मुरलीको धुन सुन्नको लागि चाहिँ ऊ बसेको थाहा पाए राजाले। त्यसपछि झन् साह्रो उसले चाहिँ त्यताबाट आउने त्यो सबै झ्यालहरू पनि बन्द गर्न लगाए होइन। त्यहाँदेखि त्यो कम्पाउन्डमा पनि घामहरू आउने ठाउँ पनि सबै बन्द भयो, फ्रेस हावा आउने ठाउँ पनि सबै बन्द भयो हो। त्यसपछि त अनि अब त्यहाँ त फ्रेस हावा आउन नपाएपछि, घामहरू आउन नपाएपछि त त्यहाँभित्रको मान्छेहरूको त बोली पनि हराउँदै जान थाल्यो। मान्छेहरू बोल्नै जान अब सक्न छोडे होइन, आवाजै निस्किन छोड्यो घाँटीबाट। त्यहाँदेखि फुलहरू पनि सबै ओइलाउन थाल्यो, सबै मान्छेहरू पुरा बिमार हुन थाले होइन त्यहाँभित्रको। अनि त्यसपछि अनि के भएकोलाई यस्तो यो भनेर राजालाई पुरा चिन्ता हुन्छ। अनि राजालाई सोचिरहेको बेलामा जानकीले गएर भन्छन्, पिताजी म एउटा कुरा भन्छु नरिसाउनुहोस् ल भनेर भन्छन्। अन्त त्यो के कुरा भन्छन् होइन। अनि यो यस्तो खालको बारेमा चाहिँ विष्णुलाई धेरै कुरा थाहा छ भन्छन् होइन। को विष्णु भन्छ सोध्छन् राजाले। अनि त्यो पहिला म माथि डाँडामा गएको बेलामा त्यहाँ गुफामा थिएँ नि, मसँगै बसिरहेका एकजना हुनुहुन्थ्यो नि, उहाँकै नाम विष्णु हो, उहाँलाई यस्तो सबै थाहा छ। अनि किन यस्तो भएको, मान्छे किन बिमारी हुन्छ, मान्छे किन दुःखी हुन्छ भन्ने कुराहरू सबै मलाई थाहा रहेछ, मलाई धेरै कुरा सिकाउनु भएको छ भन्नुभएको छ। अनि उहाँलाई एकपल्ट बोलाएर यहाँ ल्याउनुहोस् न, उहाँले केही न केही उपाय लाउनुहुन्छ होला भन्छन् होइन। अनि अब राजालाई पनि अब कति कुरा गर्दाखेरि कति उपाय गर्दा पनि भएको थिएन। अहिले एकपल्ट अन्तिम उपाय गरेर न त भने जस्तो लाग्छ होइन। अन्त ठिकै छ त्यसो भने भनेर एक दुईजना सिपाहीलाई अनि बोलाउन पठाउँछन् हो। त्यहाँदेखि अनि विष्णु आउँछन्। विष्णु आएर अनि यसो सबै पहिला निहाल्छन् होइन। निहाल्दाखेरि त ड्यामडिम सबैतिर बन्द छ, न फ्रेस हावा आउने ठाउँ छ, न घाम आउने ठाउँ छ हो। अनि त्यो भित्र त एकछिन बस्दा पनि उकुस मुकुस हुने खालको, निसास हुने खालको छ। अनि त्यो भइसकेपछि उसले भन्छन्, महाराज यहाँनिर हजुरले सबै बन्द गर्नुभएको रहेछ होइन। मान्छेलाई भनेको चाहिने भनेको घाम हो, मान्छेलाई घाम पनि चाहिन्छ, अनि एकदम फ्रेस हावा चाहिन्छ, वरिपरि रुखहरू रोप्नुपर्छ, बोट बिरुवा रोप्नुपर्छ, फुलहरू रोप्नुपर्छ, अनि मात्रै मान्छेको स्वास्थ्य राम्रो हुन्छ भनेर चाहिँ उसले भन्छन् होइन। अन्त राजाले पनि ठिकै छ एकपल्ट मानौँ न त यसको कुरा, भइहाल्छ कि भन्ने सम्झेर चाहिँ अनि सबै त्यो बुच्च्याको कुराहरू पनि सबै निकालेर अनि खुल्ला बनाउन लाउँछन् होइन। मजाले घाम लाग्ने ठाउँ हुन्छ। त्यसपछि बोट बिरुवाहरू पनि ल्याएर चाहिँ मजाले त्यो अक्सिजनहरू दिने खालको बोट बिरुवा रोप्न लगाउँछन् होइन। अनि त्यस्तोहरू पनि सबै रोपेर एकदम फ्रेस हावा आउनु थालेपछि चाहिँ त्यहाँ भएको अरू फुलहरू पनि फुल्न थाल्छन् हो। अनि त्यो बोली हराएको मान्छेहरू पनि बिस्तारै बिस्तारै बोल्न थाल्छन् होइन। अनि राजालाई पनि चमत्कार लाग्छ, आमामा हेर्दाखेरि एउटा यो फुच्चे गोठालो केटा तर कति बुद्धिमान रहेछ, यसको त आमा कति धेरै बुद्धि रहेछ भने जस्तो लाग्छ होइन। त्यसपछि अनि एक दिन फेरि अनि बोलाउन पठाउँछन् सिपाहीलाई। अनि विष्णुलाई बोलाएर ल्याऊ भन्छन्। अन्त विष्णुलाई बोलाएर ल्याएपछि अनि उसले भन्छन्, तिमी हेर्दा त गोठाला हो तर तिम्रो धेरै बुद्धि रहेछ, म तिमीलाई मन्त्री बनाउँछु, तिमी मेरो मन्त्री हौ ल भनेर भन्छन् हो। अन्त अनि विष्णुले भन्छ, महाराज मलाई त गाईबस्तुले पर्खिरहेको हुन्छ, म त गाईबस्तुसँग रमाएर मुरली बजाएर बस्नु मलाई आनन्द छ, म यहाँ मन्त्री भएर बस्न सक्दिनँ। बरु हजुरलाई केही कोही बेला अप्ठ्यारो पऱ्यो भने म सधैँभरि साथ दिन्छु, सरसल्लाहहरू दिन्छु होइन। तर म यहाँ आएर यसरी ढुक्कै मन्त्री भएर चाहिँ म बस्नु सक्दिनँ भनेर चाहिँ भन्छन् हो। अनि त्यसपछि अनि जानकीले पनि भन्छन्, पिताजी विष्णुलाई त धेरै कुरा थाहा छ, कति धेरै कुराहरू जानेको छ उसले, म उसँग धेरै कुराहरू सिक्नुपर्ने छ। त्यही भएर म कोही बेला त्यो पहाडमा जान्छु, धेरै कुराहरू सिक्छु, त्यहाँको स्वच्छ हावाहरू लिन्छु, मलाई कोही बेला जान्दैछस् ल भनेर भन्छन् होइन। अन्त विष्णुको अगाडि त्यसो भनेपछि राजाले विष्णुले त्यत्रो गुण लगाएको छ, अनि कसरी नाइ भन्न सक्दैन न। अनि ठिकै छ नि त, कोही बेला विष्णु नै यहाँ आउँछन् होइन, यहाँ बस्छन् यहाँ। अनि अझै अब राम्रो कसरी बनाउने, अझै स्वच्छ हावा आउने ठाउँ कसरी बनाउने, मान्छेलाई स्वास्थ्य कसरी राख्ने,
भन्ने कुराहरू मान्छे खुसी कसरी हुन्छ भन्ने कुरा उसले सिकाउँछ यहाँ आएर कोही बेला तिमी उता जानु त्यसो हुन्छ नि त कोही बेला भनेर चाहिँ राजाले भन्छन् होइन। जानकी पनि एकदमै खुसी हुन्छन्। त्यहाँदेखि अनि त्यहाँ पनि विष्णुले जानकीलाई पनि सिकाउँछन् फुलहरू रोप्न बोट बिरुवा रोप्न सिकाउँछन् होइन। अनि त्यसपछि उनीहरू दुईजना भएर चाहिँ त्यो महलको कम्पाउन्डभित्र सबैतिर पुरै फुलहरू बोट बिरुवाहरू रुखहरू रोप्छन् होइन। अनि त्यहाँदेखि त्यो उसले सिकाउँछन् क्या विष्णुले सबैलाई सिकाउँछन् हामीले प्राणीहरूलाई पनि माया गर्नुपर्छ कोहीसँग पनि कठोर हुनु हुँदैन भन्ने कुराहरू पनि सिकाउँछन् हो। अनि त्यसपछि सबैजना त्यो कुरा सिक्छन्। अनि बिस्तारो बिस्तारो हप्तामा एकचोटि चाहिँ विष्णु चाहिँ त्यहाँ आउने होइन राजाकै इच्छा अनुसार। अनि हप्तामा एकचोटि त्यहाँ आउने त्यहाँदेखि सबैलाई राखेर ज्ञान गुणको कुराहरू सिकाउने अनि बेला बेला मुरली बजाएर चाहिँ सबैलाई आनन्द दिने गर्छन् हो। अनि बुढापाका त्यहाँको महलको बुढापाकाहरूले चाहिँ भन्छन् हेर त मान्छे ज्ञानी हुनको लागि चाहिँ बुद्धिमान हुनको लागि चाहिँ धनी परिवारमा जन्मिनुपर्छ भन्ने होइन रहेछ नि। मान्छेको मन सफा भयो भने मान्छे राम्रो हुनको लागि चाहिँ गरिबमा जन्मे पनि केही नहुने रहेछ सबै राम्रै हुने रहेछ। हामीले चाहिँ यो केटाबाट धेरै कुराहरू सिक्नुपर्छ भनेर चाहिँ त्यहाँको मान्छेले पनि आफ्नो छोराछोरीहरूलाई पनि सिकाउन थालेछन् हो। अब त जानकी त सधैँ खुसी रहन थालेछन् हो। अनि विष्णु र जानकी भएर चाहिँ त्यहाँनिर ठुलो बगैँचा बनाएछन् फलफुलहरू रोपेछन् बोट बिरुवा रोपेछन् फुलहरू रोपेछन् हो। एकदमै सुन्दर बगैँचाहरू बनाएछन् हो। अनि एकदमै सबै त्यहाँको जनताहरूदेखि लिएर त्यहाँको राजा होइन विष्णु जानकी सबैजना एकदम खुसी 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 भएर चाहिँ अनि बसेछन्। अनि अहिले पनि त्यो बगैँचालाई रमाइलो बगैँचा भनिन्छ अरे। कथा सक्यो। आजको कथा कस्तो लाग्यो? यदि मन पर्यो भने लाइक कमेन्ट र सेयर पनि गर्नु है। अनि सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब पनि गरिदिनु होला। अब अर्को कथामा भेट्ने बाचा गर्दै बिदा चाहन्छु। धन्यवाद।